हेर्नु न बुक आपा बोक्यो यहाँ विद्यार्थीको नाम तेरो नाम के सर मान्छे चिन्दैन के हो मुर्रा वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू सन्चै हुनुहुन्छ ल म पनि एकदम सन्चै छु सो आज फेरि पनि नयाँ ब्लग लिएर आइसकेको छ तपाईँहरूको सामु अनि हिजो अस्ति पनि फेरि पनि ब्लग आएन होइन केही छैन अब फेरि पनि ब्लग लिएर आइसकेको छ साथीहरू अनि आज चाहिँ के रहेको छ भने अनि आज चाहिँ हाम्रो भतिजले चाहिँ एक कक्षाको बुक लिएर आएको छ मेरो घरमा देखाउनलाई यहाँ देख्न सक्नुहुन्छ एक कक्षाको बुक देखाइरहेको छ अघिदेखि सुजन मैले बुक ल्याए हेर्ने हो भनेर चाहिँ अघिदेखि चाहिँ लिएर देखाइ छ नयाँ बुक भएर होला अब भोलि पर्सि पुरानो भएपछि चाहिँ हेर्दैन मलाई थाहा त्यो चाहिँ पढाइ गरेर भोलि चाहिँ हेरौँ न आज हेर्नु माया मंकीको केरा खान धेरै भयो कि तेरो नाटक त नयाँ बुक चाहिँ के पढ्यो यो फुल पढिरह हो आम्मा यसको त म सक्दिनँ यतिको फुल भोलिदेखि पढ्छ पढ्दैन हेर्छु म पनि आज नयाँ बुक हेरेँ म कस्तो बास्ना आएर हेर्दा सुङ बुक कस्तो बास्ना आएर हेर्न सुङ बुक सुङ नयाँ बुकले त एक करोड भइसक्यो त मेरो भतिज त के छ यस्तो बुकमा यसपालिको नयाँ बुकमा यस्तो के छ यो मेरो भतिज त पुरै उ भइरहेछ त लालाक लुलुक भइरहेछ हेर्नु नि पुरै एक करोड भइसक्यो अब म के भन्दिनँ अनि भतिज बोल अनि नयाँ बुक आएकोमा तपाईँलाई कस्तो लागिरहेको भन्नुहोस् त नयाँ बुकको खबर नेपाली वर्ल्ड क्लास बुक बुक ल्याउन साह्रै पागल भइसक्यो यो त साँच्चै नयाँ बुकको गन्धले त पागल भइसक्यो यस्तो गन्धले हेर बास्ना हेर्दा नयाँ बुकको बास्नाले त पुरै पागल भइसक्यो हेर्नु नि यहाँ पागल भइसक्यो अब के भन्यो र हेर्नु नि यहाँ कख पढ भने उल्टो पढ्छ तेरो बुक सबै देखा नै दर्शकहरूले गाइसहरूलाई सबै बुक तेरो बुक ल्याए ओ तिमीलाई बुक ल्याउनु पाएछु म त्यो त सबै हेर्नु नि यसको बुक चाहिँ यति धेरै ल्याएको छ अनि कति कक्षामा पुगेर भतिज सरजीको चाहिँ बुक हेर्दैन त्यो आने त्यो हो क्या बुक जति देखाउनु पऱ्यो नि त नयाँ बुक सबैले अनि तैँले भरे हेर्नुपर्छ ल यो ल गाइस हाम्रो बुक दिनु सक्नुहुन्छ भन्छ यता हेर्न ल अब राम्रोसँग पढ्नुपर्छ बुक सुक टक्काएछ कक्षा 1 मा हो भर्खर कक्षा 1 मा तपाईँ नयाँ बुक होइन तेरो नयाँ बुक है हो नयाँ बुक आएछ यिनीहरूको चाहिँ नयाँ बुक आएछ साथीहरू अब के हो अनि मेरो चाहिँ पर्सितिर आउँछ मेरो चाहिँ 10 क्लासको हो नि त यसको चाहिँ टक्क लगाएर बुक अनि आएको आज भर्खर ल्याएको किताब हेरेछ अहिले चाहिँ आज चाहिँ फर्स्ट टाइम भएर हेर्छ भोलि स्कुल खोलेपछि यस्तरी हेर्दैन मलाई थाहा होइन त आज नयाँ किताब देखेर हो नत्र त कहाँ तैँले पढ्छ मलाई थाहा होइन मोबाइलमा घोप्टिने त पनि होइन
कस्तो लाग्यो नयाँ किताब पाएकोमा त फर्स्ट भयो फर्स्ट भयो अरे त हो एक कक्षामा फर्स्ट भएर गयो एक कक्षामा तिमी आउट हो आउट भयो के भयो फर्स्ट सेकेन्ड थर्ड के भयो फर्स्ट ल मेरो भति चाहिँ फर्स्ट भएर चाहिँ यस्तो किताब पाउन सफल भएको छ तपाईँले ल बुक ल्याऊ धन्यवाद भन न धन्यवाद बुक पनि नयाँ ओइ अनि त्यो चाहिँ बुक नलिनु बाबु ऊ चाहिँ के हो विरक्त भइरहेछ उसले त अनि ऊ हाम्रो भतिजाहरू बुक लिएर कस्तो रमाइलो अनुहार हेर अनुहार पनि कस्तो हँसिलो भएर आज नयाँ किताब पाएको आमा झकमक्क भएर अनुहार के हो कुरो के हो आमा यहाँ आउनु भइसक्यो अस्तिको मसँग भ्लग बनाउने दाजु होइन मेरो भाइ हो त्यतिकै रेस्पेक्ट गरिदिएको भाइहरूले के छ बाबु ठिक छ नि त अनि सबैले खोजिरहेछ नि त तँलाई भ्लगमा हो अनि ह्यान्डसम भाइ कहाँ गयो भनेर थियो अस्तिबाट ह्यान्डसम भाइ चाहिँ अलि लजाएर के भइरह के अरे ल भन्दै नि त के 2-4 शब्द भन्दै बाबु हाम्रो भतिजाहरू त्यहाँ बुक पाएर आमा अहिलेबाटै पढ्न सुरु हेर्नु नि हेर पछि आर्को के हो आमा केही प्रश्न सोध्न त्यसले मसँग आउँदैन 8 क्लासको त 8मा पुगिसक्यो 8 कक्षामा पुगिसक्यो हेरेर अहिले भातलाङ बुतलुङ के गर्यो र बुक नयाँ बुक देख्नुहुन्न तँलाई ल अनि बाबु यता हेर त के भन्दैन त मेरो च्यानललाई तैँले गरेर अलिकति 100 भ्युज कटाएको छ नि त अनि फेरि यिनीहरूको गणित गणित नै हुन्छ एक क्लासमा नि ए बाबु गणित आएछ नि त अब के कक्षा 1 मेरो गणित ल त यहाँ आइज त यहाँ आइज तेरो यहाँ नाम लेख्नु पर्यो अब विद्यार्थीको नाम ल विद्यार्थीको नाम लेख त नाम लेख त तेरो नाम लेख भनेर आज त्यहाँ नाम लेख त यहाँ विद्यार्थीको नाम तेरो नाम के तेरो नाम हो त्यो लेख रोमन तामा लेख अलिक टाउको छोड ल लेख सुनको सिग्ला चाहिँ केटाहरूले ए नामै लेख्न बिर्से जस्तो छ सुनको सिग्ला ROMAN आम्मा अक्षर त खतरा यार क्यापिटल खतरा हुन्छ यो मिलनमा भन्दैन राम्रो हुन्छ के अक्षर यो भाइ के भएर ओइ बाबु के भयो यसलाई भन्दै त के भयो ओइ यसले समान त मेरो यहाँ क्यामेरा खोल तेरो डेबिकाले हेर्छ थाहा छ दाजु नि ब्लग हो यो त्यहाँ हाम्रो लेख्यो नाम लेखेको ल खै नाम देखाउँ त हाम्रो भतिजको चाहिँ ठेबाको नाम लेख्ने स्टाइल नि खतरा अहिले अक्षर चाहिँ अलिकति राम्रो भएको छ यसको भन्दा त राम्रै अक्षर होइन त के हो अनि त कति कक्षामा बाबु त चाहिँ कति कक्षामा 4 यो 4मा हो त चाहिँ कति कक्षामा हो ल हेर आई बाबु यसको लुक्स हेर ल अब यता हेर्दा बाबु आमा हेर नि आमा तर्केर हिँडे मुर्रा अनि बाबु अनि आज मात्रै त होला नि त अनि यस्तरी बुक सुक हेर्ने अनि चट्ट लाएर अनि आज मात्र त होला सरजी सरजी सर गुड मर्निङ सर हामीलाई पढाउनु न यसो नयाँ किताब हामीलाई पनि पढाउनु न सर मेरो हजुरबाउले त पढाउँदैन कहाँ पढाउँछ माथि पढाएर ल तँलाई कति छिटोसम्म पढ्न सक्छ ल पढ्छ ल
डाक्टर एक क्लासको माथि ल आदि रोमन 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 सर सरजी मुला सर कुकर सर हामीले पढाउनु न सरजी नयाँ बुक पढाउनु न हामीले सर 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 नयाँ बुक पढाउनु न सर सर नयाँ बुक पढाउनु भने ए सरलाई त पनिसमेन्टै दिनु पर्ला जस्तो छ भेलु बाजे लेखेर रहेछ र भने भेलु 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 भन्नु आमा आहा कपडा ल अनि उहाँले चाहिँ नयाँ बुक पाउन सफल हुनुभएको छ त्यो पनि एक क्लासको देख्न सक्नुहुन्छ एक क्लासको बुक अनि कस्तो लागिरहेछ तपाईँ भन्नुहोस् त हो राम्रो लागिरह अनि आज नयाँ बुक भएर हो नत्र त यो भोलि पर्सि त होइन यो यसरी यो बुक सु हेर्दैन भनेर यसो फाल्छ आज चाहिँ नयाँ बुक भनेर यसरी पुरै सुमसुमाइरह होइन त भोलि फाल्ने नफाल्ने यसरी माया गर्छस् हेलो हुन्छ बे हेलो कति कहाँ जानु अब सिकाइदेन बे ले मैले के सिकाउने हो र बे सिकाउन सर हामीलाई चाहिँ सिकाउनु न सर नयाँ बुक ल एकछिन है नयाँ बुक त रुकै म एउटा क्लिप गर्छु ल भनेपछि उहाँले चाहिँ हाम्रो सरले हामीलाई पढाउनु भइरहेको छ यतापट्टि सरले चाहिँ यति पनि पढ्न आएन किनभने महिनो होइन आन्दोलनमा लागेर होला सबै गयो आन्दोलन सर तपाईँ एउटा कुरा भन्नुहोस् न तपाईँ आन्दोलनमा किन जानुभयो होला यता सुन्नुहोस् आन्दोलनमा किन जानुभएको हिजो तपाईँ किन जानुभएको भन्नुहोस् त तलब थोरै भएर जान्छ सरको त दिमागै खुसी छ हिजो अस्तिसम्म आन्दोलनमा हिँड्यो दिमाग खुसी छ सरको आन्दोलनको चक्करले चाहिँ होला यो पढाइ के सबै होइन त्यो बुवा पढाइ सबै अब विद्यार्थीलाई पढाउनु भन्दा चाहिँ आफै पढ्ने बेलामा पढाउने बेला आफैले पढ्नुपर्ने अवस्था आयो सर चाहिँ होइन सरजीले त अब सुनकै सिक्री लाउनु भएको छ हेर्ने सुनको सिक्री आन्दोलनले चाहिँ धन्न हराएन छ यो सुनको हेर्नु न बुक आफा बोक्यो अनि उहाँहरूले चाहिँ मेरो ब्लगमा वेलकम छ अनि के भन्नु चाहनुहुन्छ दादाजी मलाई चाहिँ के भन्नुपर्ने छ भने अब स्कुल खोल्दैछ स्कुल पर्सि खोल्ने रे बहुत हाम्रो मम्मी चाहिँ लास्टै मोटाएछ अब यस्तै हो ज्यान पनि पुरै मोटाएर खतम भएर चाहिँ यो झन् मोटाएको हेर्नु नि आमा कस्तो मोटाएको र भाइ म जस्तै सेम मोटाएको के हो मुर्रा मुर्रा आमा हेर्नु नि कस्तो मोटाएको यिनीहरू हो गर्दैन थाहा पाएन ल हुच्छु चाहिँ अलिक विरक्त धरेकोमा किताब आयाङहरू तपाईँ यादवहरू भन्यो ल न त्यस्तो नरो बाबु नरो तँलाई नि आउँछ के बुक नरो 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 कन्छ नरो यस्तै हो अनि आजको भ्लग चाहिँ मेरो यस्तै छ घरमै बनाएको भ्लग अनि घरमै बनाएको त्यो भन्दा नि मेरो भतिजको चाहिँ आज बुक लिएर आएको रहेछ कि एक क्लासको ऊ चाहिँ के युकेजीबाट 1मा होला सायद मलाई थाहा छैन म चाहिँ सरकारी पढाएँ भन्दा मलाई त्यति थाहा छैन उनीहरू बोर्डिङ पढाएँ पुरै अहिले चाहिँ 1 क्लासमा पुगेछ मेरो भतिज उसले चाहिँ बुक लिएर आएछ आज अनि पुरै खुट्टा त भुइँमै छैन उसको आज के भन्नु आज फर्स्ट टाइम भएर होला सायद भोलि पर्सि चाहिँ अब त्यही हो बुक कता मान्छे कता त्यो त
सबैले थाहा भन्दा नि त्यही हो नयाँ बुक पाएपछि बच्चा त्यस्तो रमाउँछ त्यही हो बाँकी कुरा त अब नेक्स्ट भ्लगतिर अब फेरि अर्कै भ्लगतिर बनाउँछु अनि आजको भ्लग चाहिँ म यहाँतिर इन गर्न चाहन्छु जसले मेरो भिडियो हेर्नु भएको छैन प्लिज डु चेक इट आउट अन्त भाइ हुन्छ आज चाहिँ अलिकति नर्भस छ किन भन्दाखेरि अलिकति उसले पनि आफ्नो सिचुएसन गन्तव्य कहाँ गइरहेको छ उसलाई थाहा होइन अनि त्यही हो आजको भिडियो चाहिँ म यहाँतिर इन गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ